रामायणको बालकाण्डको बाँकी अंशमा पुनः स्वागत गर्न चाहन्छु। को सक्थ्यो धनु त्यो उठाउन बिना श्रीराम अगाडि सरे, हिक्मत हारी सबै घरै फिरी गया दर्शन धनुको गरी। रामले पूर्ण गराई बक्सनु भयो मेरो प्रतिज्ञा पनि, यो चिनिया पनि सब कृपा चरणले गर्दा भयाको पनि। विश्वामित्रजी थिए पनि जनकले बिन्ती अगाडि गरे, सीतानाथ रघुनाथको स्तुति गरे आनन्दमाथि परी। दाई जो 100 कोटी दौलत सहित बेस बेस अयुत्र दिया, घोडा ता 100 लाख दिया 600 ता खुबमत्ता हात्ती दिया। पैदल लस्कर 1 लाख र 103 कोटी दिया थिया जसै, पूजा फेरि वशिष्ठको पनि गरे भारी डबलले तसै। पूजा ताही भरतजीको पनि गरे लक्ष्मणहरूको पनि, इच्छा भो रघुनाथको अब फिरौं जाऊं अयोध्या भनी। जानाको मतलब बुझी जनकजी रामका चरणमा पर्या, खुसी मन सबको गराई बहुतै विदा जनकले गर्या। सीताजी महतारिका अघि गई आलिङ्गनादि गरी, लागिन रुन र सोही सुनी सबका आँसु खसे बरबरी। सीताजी कन अर्तियो पनि दिया सासु ससुरा सरी, अर्को छैन बडो यही बुझी गर्या तिनको टहल बेस गरी। स्त्रीको धर्म पतिव्रता हुनु ठुलो जानेर हुनु भनी, अर्ती यति दिया र त्यस बखतमा बिदा भया ती पनि। यही बीचमा नगरा बज्या प्रभुजीका फेरि मृदङ्गा पनि, स्वर्गैमा पनि हर्ष भो प्रभु गया फेरि अयोध्या भनी। रामको लस्कर 12 कोश जनकपुर देखि जसै ता गयो, सबका चित्त महामोडो भयो दिन्या उल्का बहुतै भयो। यस पृथ्वी तलका ती क्षत्रियहरूको ठुलो विनाशै गरी, आया त्यस बीचमा तहाँ परशुराम उल्का भयो जुन घरी। पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी, राजाका मनमा विचार यही पर्यो छोरा बचुन् क्या गरी। यस्तो चञ्चल चित्तले परशुरामका पाउमा झट पर्या, मेरा पुत्र बाँचुन प्रभु परशुराम भन्याई बिन्ती गर्या। यस्तो बिन्ती पनि अनादर गरी कालाग्नि जस्ता भया, रामको गर्भ गहरू भनी परशुराम रामकै अगाडि गया। कसको पुत्र त होस् बता मकन लौ जाबो पुरानो धनु, वास्तैमा अति गर्भ भो तकनता धेरै कुरा क्या भनु। यो ता हो हरिको धनु वीर भया तादो यसैमा चढा, भन्दै खुब रिसले त रह्या परशुराम रामकै अगाडि खडा। तादो आज चढाउँछस् त यसमा संग्राम तैथै गर्दछु, सक्दैनस् तब हेर म राख्दिन सबैको प्राण सहज हर्दछु। यस्तो क्रूर वचन गरी परशुराम कालाग्नि झै रूप धर्या, पृथ्वी कम्प गराई लोकहरूका सम्पूर्ण सातो हर्या। यस्तो क्रूर वचन सुनेर रघुनाथ क्रोधले अगाडि सरी, खोसी लिनु भयो धनुष परशुरामको त्यो बलैले गरी। तादो जल्दी चढाई बाण पनि तहाँ लिनु भया थियो जसै, ठुलो बल रघुनाथको बुझी सबै खुसी भया लोक तसै। हुकुम श्री रघुनाथको परशुरामलाई भयो यो तहाँ, तारो आज बताऊ हान्छो अहिले ब्राह्मण महानु कहाँ। चाँडो उत्तर देऊ यस बखतमा यसलाई लौहान भनी, तारो केही नदिया त काट्छो अहिले तिम्रा यी गोडा पनि। हुकुम यति गरेर तेज परशुरामको खैचनु भो जसै, चिन्या श्री रघुनाथलाई अबको वृत्तान्त सम्झ्या तसै।
दसैँ बिन्ती यति तहाँ गर्या पनि हरे चिन्या जगन्नाथ भनी यसको अंश मिल्यो र केही भगवान यसको भयामै पनि पापी भो अति कार्तवीर्य अवतार यसलाई मार्छु भनी बालक पो मथिया गर्या हजुरको ठुलो तपस्या पनि यस्तो वर खुसी भई मलाई दिनुभो शक्ति समेतै गरी इच्छा पूर्ण हुनेछ जाऊ अवतार केही शक्ति मेरो धरी पहिले मार कार्तवीर्य गन फेल सब क्षत्रियको नाश पनि 21 बखत गर्या प्रभुजीको हुकुम छ यस्तै भनी क्षेत्री शून्य भया कि पृथ्वी तिमीले कश्यपजीलाई दिया यति कर्म गरी सकेर अघिको सेखी पुर्याई लिया त्रेता अवतार लिन्याछु नरमा राम नाम जगतमा धरी भेट होला तिमी थिए उही बखतमा यो शक्ति ल्याउला हरि तहाँ देखि तपाई गरेर रहनु ब्रह्माजीका दिनभरि यति अर्ति मलाई दिकन गया वैकुण्ठ धाममा हरि मैले काम पनि सो सबै सके गरिसक्या रामलाई भेट्या पनि मेरो शक्ति हजुरले हरि लिँदा चिन्या प्रभु हुन् भनी मेरो जन्म सफल भयो सहजमा पाया परमात्मा पनि बुझ्या तत्व पनि सबै हजुरको पात्रै कृपाको बनी जो छन् भक्त हजुरका तिसगको सत्संग मेरो हवस यो भक्ति दृढ भई प्रभु हजुरका यही चरणमा रहोस् यति बिन्ती तहाँ गरी सकल पाप पुण्य समर्पण गर्या एक पर प्रभुले दिदा चरणमा आनन्द मानी पर्या तहाँ श्री रघुनाथका वरिपरि घुमी नमस्कार गरी मर्जीले ती गया महेन्द्रगिरीमा मन राम चरणमा धरी देख्या दशरथजीले रसुतको हर्षाश्रुधारा धरी प्रेमका सागर तहाँ डुबी गया आलिङ्गनादि गरी यति काम गरी राम गया सहजमा पुग्या अयोध्या महा सीतालाई लिएर राज्य सुख भोग रामले गर्या केही तहाँ केही दिन भानिज हुन् भरत कन यही ल्याऊ घरैमा भनी भानिजलाई लिन निमित्त खुसीले आया युधाजित पनि बिदा श्री दशरथजीले पनि दिया बिदा मिले थियो जसै एक शत्रुघ्न ली भरत जित गया मामा कहाँ पो तसै आया राम बिहा गरेर पुरीमा जसै उठे थियो खबर सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या और सीताराम कन तप गरिन् र यहाँ छोरा बुहारी भया कौशल्या कनता मिल्यो अदितिको शोभा सबै ताप गया सीताराम पनि लोकमा सकलको आनन्द मङ्गल गरी चेष्टा मानिसको गरिकन रया त्रैलोक्यका नाथ हरि। आजदेखि बालकाण्ड समाप्त भएको छ। भोलि फेरि हामी रामायणको अयोध्या काण्डमा प्रवेश गर्नेछौँ। हामीहरू सबै रहनुहोला। धन्यवाद।